हेलो नमस्ते। हामी चाहिँ दार्जिलिङ आइपुग्यौँ। घरको हालत एकदम भन्दा नि एकदम खराब भइरहेको रहेछ। हामीले चाहिँ भर्खरै चिया खायौँ, म देखाउँछु। हामीले चाहिँ भर्खरै चिया खाइसक्यौँ। यो चाहिँ दिदीले, अन्जु दिदीले काँक्रा ल्याइदिनु भएको छ आँसुलाई। यहाँको सबै मैले सुकाइरहेको छु। अब यो धुनुपर्छ। आधी धुँदैछु मैले। पर्दाहरू यता यस्तो छ हालत। यहाँको चियरहरू धुँदैछु बाहिर निकालेर। पुरा मैला भएछ नि त। आम्मामामा घाम त बाबा। आँसुले चाहिँ यता पुसिसकेछ सबै हो। त्यहाँ यता पुस्दैछ आँसुले धमाधम। बिचराले बिहानदेखिको मैले चाहिँ यहाँ सफा गर्दै थियो, यस्तो भइरहेको छ। सफा गर्दा गर्दा घाम लागेर चाहिँ मैले यत्तिकै छोडिदिएको। भरे गर्छु। यहाँ चाहिँ चियरहरू धुँदै सुकाउँदैछु। यता जाउँ अब। फुलहरू पनि फुलिरहेको रहेछ। यता चाहिँ मैले सफा गर्दैछु। लुगा पनि मसिनमा हालिरहेको छु। घाम पछाडिपट्टिको बरन्डामा स्मेर फुल चाहिँ यस्तो मजाले फुलिरहेको रहेछ। यो त सुक्नु पनि थालेछ हो। यता फुलहरू अन्त यहाँ सुकाइरहेको छु। मैले चिनी सुकाएको आमामा कमी लागेछ नि त। अरे घामबाट यता घाममा सुकाउनुपर्छ। आम्मामा यता पनि यस्तो जङ्गल भइरहेको छ। अस्ति भर्खर सफा गरेको यस्तो जङ्गल भइरहेको छ। बिस्तारै बिस्तारै गर्नुपर्छ। आँसु र म यो ग्रिलहरू पनि सफा गर्नुपर्छ। पुरा मैला भइरहेको छ। आम्मामा घाम त